बालिन सरकारको डे 2 मा के काम भयो त? वेलकम टु आज सरकारले के गर्यो सिरिज, ट्र्याकिङ बालिन सरकार फर द अपकमिङ 5 इयर्स। आजको सबैभन्दा ठूलो डिसिजन, अर्थमन्त्री स्वर्णिम वाग्लेले फ्युल स्कार्सिटीबाट अर्थतन्त्र जोगाउन सरकारी कर्मचारी र हाई लेभल अफिसियल्सहरूको फ्युल खर्चमा ठूलो कटौती गर्ने निर्णय गरे। आज बसिएको इमर्जेन्सी क्याबिनेट मिटिङले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट र राष्ट्र ब्याङ्कको डेप्युटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गर्यो। अनि सबैभन्दा इम्पोर्टेन्ट डिसिजन, फ्युल स्कार्सिटीलाई मिनिमाइज गर्न फ्युल इन्फ्रास्ट्रक्चर्समा 50% कर छुट दिने निर्णय पनि गरियो। त्यसैगरी क्याबिनेटको रेकमेन्डेसनमा प्रेसिडेन्ट रामचन्द्र पौडेलबाट मिनिस्टर्सहरूको र्याङ्किङ पनि चेन्ज गरियो। फाइनान्स मिनिस्टर स्वर्णिम वाग्ले र्याङ्क नम्बर 2 मा अनि प्रिभियसली नम्बर 3 मा रहेका होम मिनिस्टर सुदन गुरुङ भने अहिले नम्बर 5 मा पुगे। अर्को ठूलो अपडेट, संचार मन्त्रालयले पब्लिक सर्भिसलाई फास्ट र टेक फ्रेन्डली बनाउनको लागि 10 वटा मेजर रिफर्म्स ल्याएको छ, जसमा नागरिक एपमै ई-सिम, हुलाक सर्भिस र मोबाइल डेटा इम्प्रुभमेन्ट सबै कुरा इन्क्लुड गरिने भएको छ। र गभर्नमेन्टले फ्युल क्राइसिस म्यानेज गर्नको लागि सकेसम्म वर्क फ्रम होम गर्न पब्लिकलाई आग्रह पनि गरेको छ। अब चाहिँ हामीले पनि वर्क फ्रम होम पाइन्छ कि? अब लास्टमा चाहिँ एउटा मिठो न्यूज दिन्छु ल। तपाईको मोबाइल डेटा प्याक सकिसकेपछि अब आफै पैसा काटिने छैन। 90% डेटा युज भइसकेपछि अलर्ट नोटिफिकेसन आउँछ। So now no more surprise balance loss. So that was all for today's episode. See you on the next one.